बदलियो कांग्रेस बदल्छो देश अपडेटेड भर्जन 2.0 नेपाली कांग्रेस। नमस्ते सबैजनामा म शुभराज खत्री। कांग्रेस नेता जित्न श्रेष्ठ कवि मुक्ति सुन्नु छ पहिला घन्टी हामीले रुखको जरा बोकेर हिँड्न थाल्यो भने के हुन्छ कांग्रेस? रुख बोकेर हिँड्यो रुखै बोकेर हिँड्यो भने के हुन्छ त्यो बेलामा? अनि उहाँको चुनाव चिन्ह हो भने हाम्रो रुख हो नि त चुनाव चिन्ह बोकेर हिँड्न थाल्यो कांग्रेसका कार्यकर्ताले भने के हुन्छ त्यो बेला? ए नेताजी घन्टीले त घन्टी बोकेर हिँड्यो उसको चुनाव चिन्ह घन्टी हातमा नि अट्छ मन्दिरमा नि बजाउँछ घर घर सबैले बजाउँछ बोकेर हिँड्यो। तपाईँको रुख बोकेर हिँड्नुस् न कसले रोकेछ? आफ्नो चुनाव चिन्ह बोकेर हिँड्नको लागि कसले रोकेको छ? अनि तपाईँहरू चाहिँ घन्टीले चाहिँ घन्टी बोकेर हिँड्न पायो। अब कसैको रुख छ होइन कसैको अब सूर्य छ बोकेर त हिँड्ने कुरा भएन। भक्ति रूपमा सूर्यलाई चाहिँ बोकेर हिँड्ने कुरा भएन। रुखलाई पनि कानमा हाल्ने कुरो त भएन। अनि आदेश लागेर तपाईँहरू गएर अनि निर्वाचन आयोगमा गएर निवेदन हाल्ने त कि अब घन्टीले बोकेर हिँड्न पाउने भनेर निवेदन हाल्ने त यो कुरा भएन नेताजी। सक्नुहुन्छ गर्नु न यार, तर फेरि रुखै बोक्नुपर्छ। त्यो सानो हाँगा काटेर चाहिँ यसरी काँधमा बोक्ने होइन। यहाँको जरेदेखि रुख जुरुक उचाल्ने यहाँ ढ्याका काँधमा हाली बोकेर हिँड्ने त्यो गर्नुभयो भने चाहिँ हुन्छ। अब यति पनि गर्न सक्नुहुन्न भने त अब के गर्ने? अब तपाईँहरू त अपडेट भर्जन नयाँ घन्टी भन्दा नि नयाँ घन्टी त 3 वर्ष भयो। तपाईँ झन् पुरै फ्रेसमा चाहिँ नयाँ नयाँ गर्ने हो नि होइन? गर्नुहोस् है, मिलाएर गर्नुहोस् एकदम मजाले। रुख दुइटै कानमा हालेर हिँड्दा नि हुन्छ। सबै आफ्नो कार्यकर्तालाई रुखै कानमा हालाइदिनुहोस् अनि भोट माग्दै हिँड्नुहोस्। घाम पनि लागिरहेछ त्यो भोट माग्न जाने कार्यकर्ताहरूलाई छाडी त हुन्छ रुख कानमा हालिदिनु भयो भने यति चाहिँ गर्नु ल नेताजी। हस् धन्यवाद। जय नेपाल जय देश।